पढ्नु भएको भए के हुनुहुन्थ्यो अरे प्रधानमन्त्री मम्मी मेरो पढाइ भयो तिमीलाई यो माथि उडुना उडाइ यस्तै पाएर बस्ने नपढी पनि धरतीमाथि हिँडाउनु भएको छ आकाश उडाउँछु राम्रो केही नकामा कुसुर्क पारी गएको यो बुढी भन्छ होला मेरो अलिकति लेखाइ पढाइ तिमीले त भयो सबै नेपाली आमाहरूले भन्नु चाहिँ यसै भन्छ है छोराछोरीहरूलाई जन्मदिने आमा भन्न नेपाली आमा मात्र होइन आमाहरू सबैले यही भन्छ अरे क्या जसलाई पनि भन्दैन त त्यही गर्नु छोराछोरीले मान्दैनन् आफूलाई पनि भन्दैन अनि अघिको उखान पनि भन्नु त के अरे के हली के बुहारी भन्छ रहोस् हली जाओस् छोरी बुहारी छोरी बुहारीले एकजना जाओस् नभन्नु कहिले हलीले जोता जो अलिक यति रहोस् भोलि जस्तो नभन्नु सकिहाल्नु पर्छ दाना पनि टिप्नु पर्छ कि गेटागुटी हाल्नुपर्छ खोल्तीमा हाल्यो हात नचलाइ बोल्दा हुँदैन मम्मी खानु पर्छ हात नचलाइ बोल्दा हुँदैन कसरी हात हल्लाउनु चल्छ त नि यो अङ्ग हो नचली के बुवा तपाईँलाई नि हाम्रो मम्मी जस्तो बुढी पाउँदा कस्तो लाग्छ खुसी लागेको छ खुसी उखान तुक्का भनेरै काम गर्दाखेरि पनि गलेको थाहा पाइन्छ गफ लाग्यो लागै गर्छ काम गर्दा पनि ज्ञान पाइन्छ दुईटा काम हुन्छ तुक्का त्यो संसारको कुरो जानेको छ नपढे पनि कहाँ जाने उहिलेको कुरो गर्छ मान्छे हेर्दा त 50 वर्ष पुगेको तर कुरो त 100 वर्ष पुगेको गर्छ भाइ भनेर आप्पा भन्नुहुन्थ्यो हाम्रो मम्मीलाई गफ हान्नु त कसैले जित्दैन केपी ओलीलाई पनि जित्नुहुन्छ अनि माइली 19 साल भन्छौ म भने जेठो हजुर कुरा अनि उहिले बाजाले भनेको सुन्थे नि त भन्थे आपालाई म भने जेठो जेठो कुरा ल्याउँछौ 19 साल हो र अब बुवा यति तारिफ नगरी त होइन मम्मीले घरमा फेरि हामीलाई खाना खानु पनि दिनुहुन्न होला है त्यही भएर तारिफ त गर्नै पर्यो मम्मीको मैले तरिका बुझेछु आनी बानी मान्छेको थाहा पाउनु पर्छ र मात्रै घरबार हुन्छ लोग्नेले स्वाहिनीको आनी बानी थाहा भएन भनेदेखि घरबार हुँदैन स्वाहिनीले लोग्नेको आनी बानी थाहा पाएन भने घरबार हुँदैन महीको आनी बानी सबै मैले थाहा पाएको अनि घरबार भएको नभए त मही त झोकी बसाइ लोग्ने मान्छेलाई थाकै राख्दैन आनी बानी थाहा पाएर त्यही अनुसार व्यवहार गर्छु अनि सधैँ खुसी हुन्छ त्यसो हो त अब नेता जो पर्नुभयो अनि बुद्धि त लाउनै पर्यो नि अनि मजाले सुखले जीवन चलाइएको छ खुसी हुनुहुन्छ तपाईँ हाम्रो मम्मीसँग तपाईँलाई कहिलेकाहीँ बुवा यसो अलिअलि होइन बहुतै बहुतै